उतार्छ न तपाईँहरू तुमले उतार्छ पूरा देखिने हो तब न मजा आएगा। बाप रे बाप, दिमाग घूम जाता एकदम। जहाँ गए पनि नेपाललाई भेट्दैन भन्छन् देखो नीचे देखो। कस्तो लाग्यो आमा? राम्रो लाग्यो चन्द्रगिरी घुम्ने भनेर पहिल्यैदेखि भन्नुभएको थियो आमाले केबल कारमा। आज चाहिँ दाइसित सरर केबल कारमा होइन, दुई बाहना एकदम राम्रो भयो नि। भानीले गर्दाखेरि लिएर आउनु लेख्न पाइयो फेरि पनि फेरि यस्तो मौका आओस्, म अर्कोचोटि आउने बेला पनि बाँचिरहेको पाऊँ, यस्तै मौका आओस्। मजे लो यार, ऐसा थोड़ी है। बाटो पनि रहेछ बाटो कहाँ जाने मोटर बाटो पनि छ तर गयो लडे गाडी चाहिँ पल्लो छ नि, उताबाट हिँड्छन् नि कोही जिपमा जान्छन्। हरियाली त के शीतल बुटाको कति राम्रा बुट्टा कयो ग्लास ठपक्क बसेको जग्गा अब हामी पनि बसेका जान्छौँ एकछिन पछि। पनि रहेछ छ गरेर ठमाउन सकिन्नौ, यहाँ हाम्रोतिर पनि देखिन्छ अरे कहाँ उतातिर पनि छ नि होइन मामा, यस्तै गरेको डाँडा कता उता के भन्छ अमरै काटेर गएपछि क्या उता धुर्कोट पुर्कोटतिर छ छ मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु हरि मङ्गलम। हेलो चन्द्रगिरी चढिँदैछ हेर्नुहोस् त। हेलो यहाँ भानी चाहिँ आउनु थियो। बुढोबुढीलाई जहिले खतरकै हुनु रहेछ। अनि तिमी अलिक गल्लो पनि गलिरहेछ। अनि त म त धेरै गलिरहेछु। हिँडै गर्दा थाहा भयो। अनि दुईवटा पाखुरा छोपेर जागुरी हरियाली खर्सुङ यहीँ रहेछ नि। खर्सुङका बुट्टा खर्सुङ राम्रो हेरेर राम्रो जस्तो रहेछ। ल मामा भन्नुहोस् कस्तो रहेछ यो चन्द्रगिरी? चन्द्रगिरी राम्रो एकदम रुख वृक्ष भएको हरियाली निगारा पनि रहेछन्। खर्सुङ खरसुङ पनि छ सबै छन्, राम्रो छ। नेपालको हो पनि नि यो यसले कति सुन्दर बनाएको छ नेपाललाई है, नेपालको परिचय पहिचान। नेपाललाई सुन्दर बनाउने यही हो जङ्गल। खर्सुङका बुट्टा रहेछ बाँधेर खर्सुङ देखौँ पऱ्यो। चौतारी पनि रहेछ। त्यो अरेवाको खरबारीमा चौतारी थियो मामा? थियो अलिअलि थियो तर खर्सु त थिएन क्या त्यहाँ? खर्सु त थिएन, लेखो यसले औलो पर थिएन, खर्सु पनि थिएन, बाज पनि थिएन। माथि भएर त उब्लिसक्यो त्यो। हाम्रो त्यो त सिसो चिलाउने त्यही हो।
बाटो हो कि त्यो बाटो कस्तो बनाएको छ पुरै जङ्गलको बिचबाट कहाँ जाने गाडीको बाटो खै यहीँ आउने बाटो हो त्यो उताबाट घुम्नु घुम्ने आएर हिँड्दै हिँड्दै आउनुहोस् हरियाली हेर्दै गर्ने हो शिर रहेछ फसुवाबाटदेखि यहाँ त जमाना रहेछ यहाँ त फसु त हाम्रो घर त उब्लिसक्यो थियो माथितिर गरमतिर छैन हाम्रो त काँडा हुन्थ्यो पन्नाभरि काँडा बोक्थ्यो त्यो त काँडा खाने त्यो काला हुने हरिया मामा आमा र भान्जा है भान्जा मामा आमा भान्जा भान्जा यस्तो हो नि त ल मामा अब फोटो आयो यो भिडियोमा छ हो राम्रो आयो पृथ्वीनारायण शाहसित सँगै खिचियो फोटो पनि नेपाल देशलाई एकत्रित बनाएका अघि हामी गएको थियौँ नि दादा पर छ कि सिधै मेरो सेतो त्यहीँबाट फेरि सँगै जाने आउँदा पनि सँगै आउने अब एकैछिन खानालाई छुट्टिन्थ्यो अनि पछि जाने अब बहिनी उहाँ गए पनि दाईलाई सम्झेर म एकखेर बिरामी भयो बेसकरी भएर त्यो मकै ल्याइदिएर आएको मैले बिर्सेको छैन कि अब घर निस्किरहेको थिएँ कि मकै उहाँबाट घर आएर उहाँबाट थाना आएर मकै ल्याइन् मकै अब त्यो ऊ आएको बिरामी मान्छे गरे त्यसलाई ओल्स्याएर यति आँडा उ गरेर खाएँ कति मिठो भयो अरू नमिठो भएको त्यो मिठो भयो त्यो भयो सेना पनि हिँड्यो गऱ्यो सँगै गाई गोरु हेर्न सँगै हिँड्ने घाँस काट्न सँगै हिँड्ने सँगै हिँड्यो गऱ्यो अहिले संजोगले दादी पनि भेट भयो अहिले पनि भेट भयो यहाँ आएर अब चन्द्रगिरी आएर उसो दर्शन गर्न पाउनु पानी ल्याउनु यहाँ आज मलाई त कल्पनै थिएन कल्पनै नभएको चिज भयो त्यसमा पनि भानीलाई धन्यवाद दिन चाहन्छु अरू त केही छैन अब के भनौँ र बाल्यकालकै तिनी हुन् दुखुम सुखम गरेर यत्रो आइयो मलाई पनि यो ठुलो अवसर हो नि त मामालाई आमालाई ल्याएर योभन्दा ठुलो अवसर के हुन्छ भन्नु त होइन मन्दिर दर्शन गर्ने भनेको त आफ्नै आमा बाउ मामा होइन त्यो मन्दिर दर्शन गर्नुभन्दा ठुलो हो के यो ए जुत्ता नलाइकन जानु कसरी आयो सबैले तेरो दुला भएर गएको छ है जुत्ता छैन धुलो लाग्यो त्यस्तरी जङ्गली अवस्थाबाट यता आइयो होइन यो त ठुलो ऊ हो नि त फर्को हो नि त चप्पल छैन त्यस्तरी हिँड्यो होला सिसा खानी दाइले बोलाउनु र म गएँ एकछिन छ कुरा त्यहाँबाट गएको उहाँ गएको अब बाहुन त छैनन् ग्रामी जो यो छ पूजा छ त्यहाँबाट यसो भने सल्लाह ज्वाइँलाई ल्याउनु हुन्न र त्यही हुन्छ अब कहिले भयो हुन्छ अब भरि मिलेको भन्नु
त्यहाँ त म त्यो जोइले बिहानै खाएर गउँथी ल्याउन भनेर गयो गरेन त उहाँ झर्दाखेरि खरो भयो लाग्यो कि बाँझा बोकेर उखालेर निकालेर खाम्की भयो कि भयो त्यस्तै गरी थाना पुगेपछि एकछिन बसेर औँसी जहाँ हो मुही खानु पऱ्यो भने त्यहाँलाई त्यो सानो के गर्नु तिनवटा रोटी उनको दिएको त मेरो त काना सास आयो सास आयो अर्को दिन मिल्ने हो जाति मिल्ने जात्रै हो खाना सासजन लागेको थियो अर्को दिन बाँध्न तास खेल्दै जित्दिनु फेरि त्यसो गरेपछि हाँस्दै हिँड्दै गर्नु पाएको जान्छ त त्यस्तो गरे नडराएर यो त जान्छ यो त रोसिया गयो काठमाडौँ बजारदेखि थियो पुरा खर्सुको जङ्गल हो त खर्सुको जङ्गल ठिक हो उहाँलाई सोझै जाने बाटो यही हो बुझ्दै भन्नाले पहिला त यही बाटो होला यहाँ मन्दिर जाने मनोकामना नभन्दै ए यो गुराँस फुल छ निलो फुल अब काफलको पालो चाहिँ आउँदैछ काफल पनि अलि उ भइसक्यो निक्लियो निका छैन यहाँ त हरियो छ यहाँ होला कि नहोला काफली जङ्गल छ हरियो छ यहाँ त अझै कहाँ समुद्र रहन्छ अहिले कहाँ त रहन्छ एउटी मध्यपट्टि त भक्तपुरमा छाले एक ठाउँमा लोकन्थली के हो फेमस छ है ठाउँ छ त्यस्तो लोकन्थली भन्दै लोकेसन दिइरहेको हुन्छ त्यो फुल क्या यस्तो गमलाहरू सस्तो भन्ने के चिज छैन केही चिज छैन एकखेर अलिअलि सुकाउली साग सस्तै थियो अब त सोही नसक्नु सबै जहाँ बाहुन्न छैन पहिला 700 देखि स्टार्ट हुने यहाँ त स्टार्ट गर्दै 700 थियो पहिला मान्छे कति धेरै अनि एउटा आउने ओपनिङको दिन उहाँलाई के अरे गरेर कतै रमाइलो बिस्तारै हिँड्दै
किन होइन कुटमेर जाई त्यस्ता त्यस्ता बुटा कति दादा मन त हेरेको हेरेको नै बुटा हेर्दै फेरि काँडा पनि हुने त्यो बुढा भयो बुढो भयो त हुन्न नि छ्याङ्गै केही नै दवा टुन्डाडा हुँदा पो हजुरले काटिराख्नुहुन्थ्यो र सधैँ पलाउँथ्यो नयाँ हुन्थ्यो नि अब यहाँ त मैले काट्दै यस्तो उब्लियो अहिले त उब्लियो कहाँ उपल्लोबारी आउँथ्यो कहाँ हुन्थ्यो ओब्लो खारबारी भरि हुन्छ ल मन्जो दाउरा चिरेर भेट्यो भर्खर जस्तो लाग्छ दयानी दाईको बिहा भएर गएको मकै खान गएकोलाई त मैले ग्राउन्ड दाइले फालिदिने भाउजूलाई तर्सेकै भाउजू चेहरे में ऐसे क्लिक किया ऐसे तिखा लिखिए फोटो ले लीजिए हम लोग कर लेंगे यहाँ भन्छ पूरे पसाई Two, one. One more. Two, one. तारा सँगै भात खानु हो मसित छ त्यो फोटो गर्नुपर्ने सुरु गर्नुपर्ने जस्तो पनि ठुला कहाँ एउटा कोठा माग्नु तैँले यताउति गर्छस् पकाउने खाने